नमस्ते, 안녕하세요। म सप्रज राई। आज लामो समय पछाडि तपाईँहरू सामु चाहिँ यो स्किल टेस्ट सम्बन्धी जानकारीमूलक भिडियो चाहिँ लिएर उपस्थित भएको छु र तपाईँहरूले पनि देखिसक्नु भएको चेन्जेस भएको छ भन्ने कुराहरू चाहिँ, तर के कुराहरू चेन्जेस भएको छ र पहिलाको कुराहरू के चाहिँ बाँकी रहेको छ त्यो कुराहरूको चाहिँ डिटेलमा तपाईँहरूलाई जानकारी दिनको लागि चाहिँ म उपस्थित भएको छु। अब यहाँनिर एचआरडीले नै प्रदान गरेको गाइड बुकबाट नै हामी के कुराहरू परिवर्तन भयो एक एक गरेर चाहिँ हेर्दै जाउँ। अब यहाँनिर 외국인력 선발 포인트 체 기능 시험 विदेशी कामदार छनौट पोइन्ट प्रणाली सिप परीक्षण भनेर भनेको छ, त्यसको लागि चाहिँ गाइड। अब यो तपाईँको चाहिँ पहिला हामी 기능 시험, अब यसको यहाँ तल होला विषय सूचीमा यहाँ मोक्छा भनेको चाहिँ टेबल अफ कन्टेन्ट विषय सूची। र अब तपाईहरुले नर्मली सुन्दाखेरि अथवा हामीले भन्दाखेरि चाहिँ के भन्ने गर्छौं, स्किल टेस्ट भनेर चाहिँ भन्ने गर्छौं तपाईको चाहिँ। अब जसलाई चाहिँ सिप परीक्षण भनेर भनिन्छ, जसलाई अब कोरियनमै भन्नु पर्दाखेरि चाहिँ खिनुङ सिहम भनेर भनिन्छ। र अब यो स्किल टेस्ट भन्नुबित्तिकै यहाँनिर तीनवटा तपाईको चाहिँ मुख्य क्षेत्रहरू रहेको छ। स्किल टेस्ट भित्र एउटा यो छेर्यक भनेको चाहिँ शारीरिक शक्ति मापन गर्ने कुरा पर्छन्, र अर्को खिचो खिनुङ भनेको चाहिँ आधारभूत सिप परीक्षण गर्ने कुरा, र तपाईको अर्को चाहिँ मेन्जप अन्तर्वार्ता। अब यो अन्तर्वार्ताभित्र पनि तपाईको छागिसोगे अनि प्रश्न उत्तर अनि तपाईको टुल्सको सामानको नामहरू चाहिँ चिन्ने कामहरू चाहिँ गरेर देखाउने यी कुराहरू पर्छन् भनेदेखि स्किल टेस्ट भन्नुबित्तिकै यो तीनवटा कुराहरू चाहिँ मुख्य गरेर तीनटा पार्ट भयो तपाईको चाहिँ स्किल टेस्ट भित्र हुने। स्किल टेस्ट भन्नाले खिनुङ सियम भित्र र छेरेक। अब तपाईको चाहिँ छेरेकमा यहाँ दुईटा देखाएको छ, अहिले पछाडी लिस्टमा तपाईको सबै डिटेलै म देखाएर चाहिँ तपाईलाई भनिदिन्छु। यो शारीरिक शक्ति मापन तपाईको चाहिँ गरिन्छ एक नम्बरमा, दोस्रो नम्बरमा खिचो खिनुङ आधारभूत सिपहरूको चाहिँ परीक्षण गरिन्छ र अन्तर्वार्ता गरिन्छ, र यिनीहरू भित्र पनि अझै थप कुराहरू रहेको छ, त्यो म तपाईको तल सूचीबाटै देखाउँदै जान्छु। ल अब यहाँनिर यो बुक अनुसार चाहिँ तपाईको सबैभन्दा सुरुमा छेर्यक शारीरिक क्षमता भनेर रहेको छ। अब तपाईहरुले फाइनल एक्जाममा चाहिँ फाइनल स्किल टेस्ट दिन जाँदै गर्दाखेरि चाहिँ अब यो तीनवटा मध्ये कसैलाई इन्टरभ्यूबाट सुरु गर्छ भने, कसैलाई तपाईको शारीरिक शक्तिबाट चाहिँ मापनबाट सुरु गर्छ भने, कसैलाई बेसिक स्किल टेस्टबाट तपाईलाई चाहिँ अनिवार्य शारीरिक क्षमता नै सुरुमा जाँच गरिन्छ भन्ने छैन। त्यहाँ ग्रुप बनाएर चाहिँ कुनै ग्रुपलाई तपाईको शारीरिक क्षमताबाट सुरु गरिन्छ, कुनै ग्रुपलाई तपाईको बेसिक स्किलबाट सुरु गरिन्छ, र कुनै ग्रुपलाई चाहिँ अर्को कुन बाँकी रह्यो इन्टरभ्यूबाट चाहिँ सुरु गर्ने गरिन्छ। र अब यहाँ बुक अनुसार चाहिँ सुरुमा शारीरिक क्षमताहरूको बारेमा रहेको छ, म यसको बारेमा चाहिँ तपाईलाई बताउँछु पहिला। अब यो शारीरिक क्षमता मूल्याङ्कनको लागि पनि यसभन्दा अगाडि चाहिँ यो खुल्यकमा यो दुईटा तपाईको चाहिँ आङ्न्यक अनि त्यसपछि फेगुल्यक भनेर चाहिँ दुईवटा मात्रै कुराहरू थियो। आङ्न्यकको मतलब तपाईको चाहिँ ह्यान्ड पावर, हातको शक्ति मापन गर्ने, र त्यसपछि फेगुल्यकको अर्थ यसलाई अब हामी नर्मली चाहिँ ब्याक पावर भन्छौँ, भनेको चाहिँ हाम्रो ढाडको शक्ति चाहिँ मापन गर्ने। यो दुईवटा कुराहरू मात्रै, यो दुईटाकै मेसिन हुन्छ, तपाईको मेसिन तान्ने हो। अब यो दुईटा कुराहरू मात्रै थियो भनेदेखि अब यो दुईटा कुरालाई चाहिँ यहाँनिर अहिले के भनेको छ, साझा कार्य हैन, खोङथुङ ख्वाजे भनेको चाहिँ सबैले गर्नु पर्यो यो हैन, सम्पूर्णले नै गर्नुपर्ने हुन्छ भने अब यहाँनिर तपाईको तीनवटा प्लस गरिएको छ अहिले नयाँमा चाहिँ। अब यो के को लागि तीनवटा नयाँ प्लस गरियो भन्दाखेरि यसले चाहिँ बल मात्रै नाप्ने भयो भनेदेखि यसले चाहिँ तपाईको चाहिँ हृदय मतलब मुटुको चाल, त्यसपछि फोक्सो भनेको चाहिँ यो ओभरअल तपाईको श्वास प्रश्वास प्रणाली कतिको चाहिँ मजबुत छ भन्ने टेस्ट हो तपाईको। र यो तीनवटा मध्ये चाहिँ यहाँ के भनिएको छ, मुछाक्वे हानगे ख्वाजे सन्थेक भनेको चाहिँ अनियमित रूपमा मतलब र्यान्डमली जुन पनि पर्न सक्ने भयो। कसले छान्छ तपाईको चाहिँ एचआरडीको त्यहाँनिर जो मान्छे छ उसले चाहिँ यो तीनटा मध्ये कुनै पनि भन्न सक्ने भयो। अब हामीले अभ्यास र प्र्याक्टिस चाहिँ अब तपाईको यो तीनवटा कुराको गर्नु पर्यो भनेदेखि, तर तीनवटै अनिवार्य गराउँछ भन्ने छैन, र्यान्डमली जुन पनि गराउन सक्ने भयो। यो माथिको दुईवटा चाहिँ तपाईको आङ्न्यक र फेगुल्यक चाहिँ तपाईको कम्पलसरीमा पर्यो भनेदेखि तपाईको यो तीनवटा बफी टेस्ट भनेको चाहिँ बर्पी टेस्ट, अहिले पछाडि पिक्चर हेरेरै म बुझाउँछु तपाईहरुलाई। अनि छाङ्गे ओम्गेगी भनेको चाहिँ सामग्रीहरूलाई चाहिँ ओसार्ने, अनि हिन्दुखा मिल्गी भनेको चाहिँ हातेगाडा चाहिँ धकेल्ने। यो तीनवटा मध्ये कुनै पनि एउटा गराउन सक्ने भयो। यसरी चाहिँ तपाईको शारीरिक क्षमताको मूल्याङ्कनमा पनि पहिला दुईवटा मात्रै थिएछन् भनेदेखि अहिले तीनवटा थपेर टोटल पाँचवटा भयो भनेदेखि, तर पाँचैवटा नगराइकन गराउन सक्ने कतिवटा हुँदो रहेछ, तीनवटा गराउन सक्ने रहेछन्। र यिनीहरूको एक एक गरेर पछाडि हामी हेर्दै जाउँ। ल ह्यान्ड पावर यो पहिलाको जस्तै नै एज इट इज छँदैछ, यो गाह्रो कुरा भएन। तपाईको चाहिँ
हातको पावर चाहिँ चेक गर्ने जाँच गर्ने हो। र यहाँनिर तपाईँको यो क्युआर राखेको छ, यो क्युआर स्क्यान गरेर हेर्नुभयो भनेदेखि चाहिँ भिडियो तपाईँहरूले देख्न पाउनुहुन्छ, भिडियो हेरेर पनि सिक्न सक्नुहुने भयो तपाईँहरूले। र यो सम्पूर्ण कुराहरू छ, यहाँ के गर्ने के नगर्ने, के को लागि गरिएको भन्ने कुराहरू, यो सबै कुराहरू चाहिँ यो बुकमै आउनेछ र बुकमा आउँदाखेरि तपाईँले बुकमा पढ्न सक्नुहुनेछ। र यहाँनिर चाहिँ यसरी यो तान्ने तरिकाहरू, हाम्रो शरीरको पोजिसनहरू चाहिँ कस्तो हुनुपर्छ भनेर देखाइएको छ। र यो तपाईँको चाहिँ यही मेसिनबाट चाहिँ ह्यान्ड पावर नाप्ने गरिन्छ। तर फाइनल इक्जाममा चाहिँ यो किसिमको ह्यान्ड पावर प्रयोग नगरेर अलिकति योभन्दा अझै फाल्टै किसिमको तपाईँको यहाँनिर हामीले यो युज गर्ने गरेको छौँ। यो चाहिँ तपाईँको फाइनल इक्जाममा यो किसिमको चाहिँ ह्यान्ड पावर हुन त काम एउटै गर्ने हो यिनीहरूले, तर पनि यो चाहिँ अलिकति योभन्दा अझै मजबुत र राम्रो हो। तपाईँको फाइनल एचआरडीले चाहिँ यो मेसिनको प्रयोग गरिरहेको हुन्छ। अब यो कुराहरू चाहिँ अब यो सबै भनि राख्दा टाइम लाग्छ, यो सबै बुकबाटै तपाईँहरूले पढ्न सक्नुहुन्छ। अनि ढाडको शक्ति पनि त्यही पहिलाकै जस्तो एज इट इज नै हो। त्यसको भिडियो हेर्न मन लाग्यो भने यसरी तपाईँहरूले यहाँ क्युआर छ त्यसमा चाहिँ स्क्यान गरेर हेर्न सक्नुहुनेछ। र यहाँनिर चाहिँ अब हाम्रो शारीरिक पोजिसनहरू कसरी मिलायो भनेदेखि चाहिँ तान्न सजिलो अनि बढी तागत आउँछ भन्ने कुराहरू दिएको छ। यो सबै कुराहरू के कुरामा सावधान हुनुपर्छ, यो सबै कुराहरू चाहिँ डिटेलमा बुकमा खुलाएर दिएको छ। अनि अब यो बर्पी टेस्ट एक प्रकारको चाहिँ तपाईँको कार्डियो एक्सर्साइज जस्तै नै हो। अब यहाँनिर कसरी गर्ने, के का लागि गरिन्छ अनि के कुरामा सावधान हुनुपर्छ, यो कुराहरू सबै दिएको छ। र यहाँनिर चाहिँ अब गर्ने तरिका देखाएको छ। सबैभन्दा सुरुमा हामी यसरी तपाईँको चाहिँ उभिन्छौँ, सिधा उभिन्छौँ, त्यस पछाडि अगाडि हात टेकेर घोप्टिन्छौँ, त्यस पछाडि यो खुट्टालाई चाहिँ झर्कालेर पछाडि फालेर चाहिँ हामी यो घोप्टो पोजिसनमा जान्छौँ। र घोप्टो पोजिसनमा जाँदाखेरि यो छाती अनि यो घुँडाले चाहिँ तपाईँको भुइँमा छुने गरी हामी घोप्टो पर्नुपर्ने हुन्छ। र त्यस पछाडि फेरि जुरुक्क उठेर एकैचोटि हात माथि झर्कालेर चाहिँ हामी उफ्रिनु पर्ने हुन्छ। यो किसिमको एक्सर्साइजलाई चाहिँ बर्पी टेस्ट भनेर भनिन्छ, एकरी बर्पी भनेर भनिन्छ। अनि यसैको टेस्टलाई चाहिँ बर्पी टेस्ट भनेर भनिएको। ल यी सबै डिटेल कुराहरू चाहिँ अब यो बुकबाटै तपाईँहरूले पढ्नु होला। बुक पनि अब केही दिनमै यसको बुक आउनेछ। अनि छाङदियो ओम्गेगी भनेको चाहिँ केही सामग्रीहरू अथवा सामानहरूलाई ओसार्ने भनेको यो हरेकको तपाईँहरूले भिडियो हेर्न सक्नुहुन्छ है क्युआर गरेर। ल अब यो 5 मिटरको दूरीमा चाहिँ अब यो सुरुवात बिन्दु भयो भने यसको 5 मिटरको दूरीमा त्यहाँनिर एउटा कुनै चिन्ह राखिएको हुन्छ, सिम्बल। त्यही सिम्बललाई चाहिँ तपाईँले 2 राउन्ड हान्ने हो। तपाईँको यो सामान दुईपट्टि हातमा चाहिँ उठाएर तपाईँको 2 राउन्ड हान्ने हो। यो अब सामानहरू यदि तपाईँले खसाल्नुभयो, छुटाउनुभयो भनेदेखि चाहिँ तपाईँको अङ्क 0 हुन्छ। अब यो सबै कुराहरू के गर्ने के नगर्ने, के गर्यो भनेदेखि अङ्क कम आउँछ, के गर्यो भने अङ्क 0 आउँछ, सबै कुराहरू चाहिँ बुकमा डिटेलमा खुलाएर लेखिदिएको छ। अनि हेन्दुखा मिल्गी हात्ती गाडा धकेल्ने, अब यो पनि तपाईँको पिक्चरमै जाउँ हामी। अब यसरी गाडामा चाहिँ तपाईँको केही सामान लोड गर्ने, त्यहाँ अब तपाईँ राखिदिएकै हुन्छ सामान, त्यो राखिदिएको सामानलाई चाहिँ लोड गर्ने र यसलाई पनि तपाईँको 5 मिटरको दूरीसम्म धकेलेर लाने, त्यस पछाडि त्यहाँबाट फर्केर आउने यसरी। ल यति तपाईँको चाहिँ यो अहिलेसम्म भइराखेको कुराहरू चाहिँ के को कुरा भइराखेको थियो त, हाम्रो शारीरिक क्षमता मापन गर्ने कुराहरू भइराखेको थियो। शारीरिक क्षमता मापन गर्नको लागि पहिलो नम्बरमा ह्यान्ड पावर मेसिनद्वारा हुने भयो, सेकेन्डमा तपाईँको चाहिँ ब्याक पावर त्यो पनि मेसिनबाट हुने भयो। अनि त्यस पछाडि तपाईँको चाहिँ बर्पी टेस्ट भनेको चाहिँ एउटा स्ट्रेचिङ टाइपको तपाईँको चाहिँ कार्डियो एक्सर्साइज जस्तै भयो। त्यस पछाडि तपाईँको चाहिँ यो गाडालाई धकेल्ने भयो र त्यस पछाडि तपाईँको सामान बोकेर चाहिँ हामीले सार्नुपर्ने। यसरी 5वटा छन्। 5वटा मध्ये तपाईँको 2वटा पहिलाको जुन थियो ह्यान्ड पावर ब्याक पावर त्यो चाहिँ कम्पलसरी सबैले गर्नु पर्यो भनेदेखि अर्को 3टा मध्ये चाहिँ कुनै पनि एउटा गर्नुपर्ने हुन्छ। ल यो चाहिँ शारीरिक क्षमता। स्किल टेस्ट मध्ये एउटा यो शारीरिक क्षमताको जानकारी तपाईँलाई मैले दिइसकेँ। अब अर्को रहेछ खिचोखिनुङ भनेको चाहिँ आधारभूत तपाईँको चाहिँ सिप अथवा कार्यक्षमता भन्ने कुरा। अब यसमा पनि चेन्जेस आएको छ पहिलाको र अहिलेकोमा चाहिँ। ल अब यहाँनिर हरेक क्षेत्रको चाहिँ छुट्टा छुट्टै गरेर दिएको छ। अब छेजो अफ सबिसो अफ, छेजो अफ र सबिसो अफ इललाई चाहिँ एक ठाउँमा राखिदिएको छ। फेरि सबिसो अफ इ भनेर सेपरेटली भिन्नै पनि छ तपाईँको। ल जस यो अहिले म्यानुफ्याक्चरमा फर्म भरेकोहरूले गर्नुपर्ने कार्यहरू, अनि नोङसुक सानव कृषि तथा पशुपालन उद्योगमा फर्म भरेकोहरूले गर्नुपर्ने कार्यहरू। र अब अहिले हाललाई चाहिँ यो खन्सर अफ, त्यस पछाडि छोसन अफ, त्यस पछाडि सबिसो अफ इ, त्यस पछाडि ख्वाङ अफ होइन, अनि त्यस पछाडि इमअप, यी कुराहरू चाहिँ अब नेपालमा फर्म नभरिएको भएर यी कुराहरू चाहिँ सायदै हुने कुरो भएन। अब अहिले तत्काल लागू हुने भनेको हामीलाई जसले म्यानुफ्याक्चरमा फर्म भर्नुभएको छ यी कुराहरू गर्नु पर्यो, अनि जसले एग्रिकल्चरमा फर्म भर्नुभएको छ उहाँहरूले यो कुराहरू गर्नु पर्यो। र पनि तपाईँको सबैको लागि कमन, फेरि यो हरेक जुनसुकै क्षेत्रमा फर्म भरे तापनि तपाईँको चाहिँ यो पिन कोड कि पिन घुसार्ने यो पहिलाकै टास्क हो, पहिला पनि यो गराउने गरेको थियो। यो चाहिँ सबै क्षेत्रकोले गर्नु पर्यो।
भनेदेखि तपाईँको चाहिँ अब यहाँ के भनेको छ खोङथुङ ख्वाजे होइन साझा कार्य भनेको चाहिँ सबैले गर्नु पर्यो। अनि अरू बाँकी यहाँनिर उत्पादन उद्योग भनेकोले उत्पादन उद्योगकोले यो गर्नु पर्यो, एग्रिकल्चरकोले यो कुराहरूलाई गर्नु पर्यो। अब यो कुराहरू यहाँ पछाडि एक एक गर्दै हामी हेर्दै जाउँ। ल पिनकोड के हो? अब सजिलो टास्क हो यो, तपाईँको गाह्रो टास्कमा पर्दैन यो, पहिला पनि गरिराखेको कुरा हो यो। अब यहाँनिर तपाईँको चाहिँ छेजोअफकोले गर्नुपर्नेमा चाहिँ एउटा युम छफापको मतलब चाहिँ जडान हुन जान्छ। यो जडान पनि तपाईँको योभन्दा अगाडि गराउँदै आएको टास्क नै हो तपाईँको। यसरी दुईवटा तपाईँको चाहिँ काठको टुक्रा प्लाईको टुक्राहरूलाई चाहिँ कब्जा राखेर जोडेर चाहिँ देखाइदिनु पर्ने हो। र जोड्दाखेरि यहाँनिर कसरी जोड्ने होइन, कति दूरी छोड्ने, यी सबै कुराहरू यहाँ लेखिएको छ। यो हामीले प्र्याक्टिस गरेर हेरिहाल्छौँ। जस अब छेजोअफकोले चाहिँ एउटा के गर्नु पर्यो त तपाईँको चाहिँ कब्जा जोड्ने गर्नु पर्यो, एउटा जोइन्ट। अनि त्यस पछाडि अब यहाँ चाहिने टुल्सहरू यो सबै बुकमा आइहाल्छ। अनि अर्को चाहिँ छुच्चङमित छलतान नाप्ने तथा काट्ने भनेको छ। अब यो पनि तपाईँको पहिला गराइराखेकै कुरा हो हुन चाहिँ, तर अलिकति थोरै भए पनि चेन्जेस छ तपाईँको। अब यो जोख्ने काम चाहिँ तपाईँको पहिला एग्रिकल्चरमा मात्रै गराउँथ्यो भनेदेखि अहिले चाहिँ उत्पादन उद्योगको लागि पनि यसरी केही कुराको चाहिँ तौल नापेर देखाउनु पर्ने छ एउटा। अनि त्यस पछाडि यसरी यो डायमिटर यहाँदेखि यहाँसम्मको लम्बाइ, यसलाई व्यास भनिन्छ। अब यो वरिपरि राउन्ड चाहिँ तपाईँको गोलाइ भयो भनेदेखि तपाईँको चाहिँ एक कुनाबाट अर्को कुनासम्मको दूरी लिनु भनेको चाहिँ लम्बाइ भयो होइन, खिरी छुक्चाङ होइन लम्बाइको चाहिँ मापन। अनि अब यसको लागि चाहिँ फन्या खेलिफसको चाहिँ प्रयोग गर्नुपर्ने हुन्छ। यो यसरी गोलाइमा भएको कुराहरूको चाहिँ लम्बाइ नाप्नु परेको खण्डमा फन्या खेलिफसको प्रयोग गरिन्छ। अब यसको गोलाइ यहाँ लम्बाइ पनि अब यो भित्रीको यतापट्टिको यो भित्रपट्टिको पनि नाप्न सकिने भयो, यो बाहिरपट्टिको भयो होइन। अब त्यहाँनिर बाहिरको पनि नाप्न लगाउन सक्छ भनेदेखि भित्रपट्टिको पनि नाप्न लगाउन सक्छ। यो जस्ट हामीले फन्या खेलिफस प्रयोग गर्न जानियो भनेदेखि भइहाल्छ। र अनि त्यस पछाडि यो तारलाई चाहिँ अब त्यहाँनिर जति दूरी जति लम्बाइको चाहिँ काठ भनेको छ त्यति लम्बाइ पहिला नापेर अनि त्यति लम्बाइ बराबर चाहिँ यसरी हामीले निपर अथवा तपाईँको चाहिँ फेन्सीले काटेर देखाउनु पर्ने हुन्छ। ल अब यो छुच्चङमित छलतानमा तपाईँको तीनवटा टास्कहरू रहेको छ र यसको चाहिँ अब समय यति अब यो अघिदेखि मैले यो समय भन्न भुलेको छु। समय पनि तपाईँको चाहिँ यसरी कुन टास्कको लागि कति समय हो भनेर तपाईँको यसरी दिएको छ हरेक टास्कको छुट्टा छुट्टै। ल यसमा चाहिने सामानहरू भइगयो। अनि फाइफो फोल्डिङ भनेको छ यो, अब पहिला थिएन यो टास्क, अब यो अहिले नयाँ थपिएको टास्क हो। फाइफो फोल्डिङको मतलब चाहिँ यहाँनिर के हो भनेर मैले लेखिदिएको छु। पाइपहरूलाई बोल्ट र नट प्रयोग गरेर आपसमा बलियो गरी जोड्ने कार्यलाई पाइप बोल्टिङ भनिन्छ। अनि तपाईँको चाहिँ पाइप जोड्ने काम नै के रहेछ त बोल्टिङ रहेछ। अब यसमा पनि किन गराइन्छ अनि त्यसपछि यसको डायग्रामहरू अनि अब यसरी यहाँनिर चाहिँ अब दुईवटा यो फ्लेन्ज भन्छ यसलाई चाहिँ, यो दुईवटा फ्लेन्जहरूलाई चाहिँ बिचमा वासर राखेर नटले चाहिँ नट र बोल्टको प्रयोग गरेर चाहिँ यसरी कसेर देखाउनु पर्ने हुन्छ। अब यो चाहिँ बिल्कुलै नयाँ टास्क हो, अहिलेसम्म नगराएको र यसपालिबाट चाहिँ गराउने भनिएको टास्क हो। ल यसको लागि चाहिने सामग्रीहरू भयो। अनि ग्राइन्डर सायोङ, अब ग्राइन्डरको प्रयोग, अब यो ग्राइन्डरको प्रयोग हामीले बुकमा चाहिँ पढियो तर साँच्चीकै रियलमै अब हामीले चाहिँ चलाएरै देखाउनु पर्ने भयो। चलाउनु पनि पहिला आफैले फिटिङ गरेर अनि त्यस पछाडि चलाएर देखाउनु पर्ने हुन्छ। भनेपछि हामीले रियलमै काम गर्न सक्छ कि सक्दैन भन्ने जाँच हुने भयो। अब चाहिँ अब यसरी सुरुमा चाहिँ तपाईँको ग्राइन्डरमा चाहिने अब यो यसरी सामानहरू राखिदिन्छ। यो सामानहरू चाहिँ आफैले यसरी फिटिङ गरेर चाहिँ अनि त्यसलाई फिटिङ गरिसकेपछि फेरि अझै चलाएर पनि देखाउनु पर्ने हुन्छ। अब यो ग्राइन्डरको प्रयोगहरू हामीले सिक्नुपर्ने भयो। यो नयाँ टास्क भयो। यो चाहिँ छेजोअफकै लागिरहेको छ, अहिलेसम्म हामी छेजोअफमै छौँ। अनि त्यस पछाडि साम्पुङ फोजाम भनेको फोजाङ सामान प्याकिङ गर्ने। अनि यो सामान प्याकिङको त्यस्तो गाह्रो खालको टास्क त छैन तर तपाईँको चाहिँ ध्यान दिएर गर्नुपर्ने किसिमको देखिन्छ। यसरी कलरवाला गुच्चाहरू जस गोलो बलहरू राखिदिन्छन्, त्यस पछाडि प्लास्टिकको यो जिपर ब्याग, अनि त्यस पछाडि यहाँनिर टोकरी। अनि सुरुमा चाहिँ यसरी मिक्स हुन्छ भने त्यसलाई चाहिँ आफैले कलर वाइज छुट्याएर अनि यसरी तपाईँ कतिवटाको दरले हालेर प्याकिङ गरिदिनु पर्ने हुन्छ। यो चाहिँ फोजाङवाला पर्यो। यसको लागि चाहिने सामग्रीहरू। अनि फारिथु छक चाहिँ अब यो पनि नयाँ टास्क हो तपाईँको, यसपालि थपिएको वाला टास्क हो। फारिथु अब तपाईँहरूले पढ्नुभएको छ प्यालेट, अब तपाईँको यो सामानहरू चाहिँ उठाउनको लागि प्रयोग गरिन्छ। यसरी यो प्यालेटमा सामान राख्न समस्या भएन तर तपाईँको चाहिँ हामीले ध्यान दिनुपर्ने कुरा चाहिँ यसको पनि फर्मेट छ। तपाईँको
कुन फर्मेटमा चाहिँ हामीले सामानलाई चाङ लगाउने हैन यो चाहिँ तपाईको एकअर्कामा इन्टरलक हुने गरेर भयो। अनि त्यस पछाडि यो पिन व्हिल भनेको चाहिँ एक लाइन चाहिँ तपाईको तेर्सो, एक लाइन के अरे एक लाइन चाहिँ ठाडो, एक लाइन तेर्सो, यसरी जस यसको फर्मेट छ। यो चारवटा फर्मेट छ। चारवटा फर्मेट मध्ये कुन फर्मेटमा चाहिँ चाङ लगा भन्छ त्यही फर्मेटमा चाहिँ चाङ लगाउनु पर्ने हुन्छ हैन। चाङ लगाउने भन्दैमा हामीले आफ्नै खुसीले जस्तो पाए त्यस्तै चाङ लगाएर भएन, भनिएको तोकिएको फर्मेट अनुसार चाहिँ चाङ लगाउनु पर्ने हुन्छ। हो प्यालेट तपाईले चिनिहाल्नुहुन्छ, बुकमा पढिराखेकै चिज हो। यसैमा चाहिँ यो बक्सलाई त्यसरी तोकिएको फर्मेटमा चाहिँ चाङ लगाउनु पर्ने। अब यो अहिलेसम्मको टास्कहरू चाहिँ तपाईको के को थियो त, छेजवाबको थियो भनेदेखि अब चाहिँ नङसुक सानप कृषि तथा पशुपालन उद्योगको सेक्टरले चाहिँ गर्नुपर्ने टास्कहरू। ल एछोकी अब तपाईहरुले पढ्दै गरेको थियो एछोकी घाँस काट्ने झार काट्ने मेसिन भनेर। अब यो एछोकी चलाउन पनि जानु पर्यो तपाईहरुले स्किल टेस्टको लागि। अब एछोकी पनि यसरी अघि ग्राइन्डर जस्तै तपाईलाई सामानहरू दिइन्छ अनि त्यसको पार्ट्सहरू दिइन्छ र ती पार्ट्सहरूलाई चाहिँ तपाई आफैले फिटिङ गरेर अनि चलाएर देखाउनु पर्ने हुन्छ। हैन अब यसको चाहिँ फिटिङ गर्नको लागि चाहिने टुल्सहरू भयो, यसको पार्ट्सहरू दिन्छ र आफैले तपाईको फिटिङ गर्ने, फिटिङ गरेर चाहिँ चलाएर देखाउनु पर्यो। अनि यो चाहिँ अर्को चाहिँ बिउ राख्ने कुरा छ। यो बाली अथवा बिउ चाहिँ रोप्ने अथवा बिउ राख्ने भन्ने कुरा हो। अब यहाँनिर दिएको बिउहरूलाई अब यो बिउको स्याम्पल चाहिँ तपाईको यसरी साँच्चीकै बिउ नदिएर बिउको चिन्हको लागि बिउ जस्तै मान्नको लागि यसरी यो चाहिँ बिउको स्याम्पल भयो। यसरी बिउ दिन्छ, त्यो बिउलाई चाहिँ यो तपाईको मोफान यो बिउ राख्ने ट्रेमा चाहिँ माटो हालेर तपाईको चाहिँ अब माटो पनि त्यहाँनिर राख्दिएको हुन्छ आफैले। यहाँनिर रहेनछ ल यसरी माटो अनि टुल्सहरू सबै राख्दिएको हुन्छ र अनि तपाईको यो मोफानमा चाहिँ माटो हालेर त्यस पछाडि यो बिउ हालेर अनि बिउ हाल्नको लागि पनि यो सिक्चे बोङले चाहिँ तपाईको पाल पारेर त्यहाँनिर यो बिउ हालेर अनि त्यस पछाडि इरुमथेउ भनेको चाहिँ नामको एउटा क्याटलग जस्तै अब त्यहाँनिर कुन बिउ कुन टोकरीमा छ भनेर चाहिँ तपाईले त्यो टोकरीमा यो इरुमथेउ पनि राखिदिनु पर्ने हुन्छ। ल यो सबै कुराहरू अभ्यास गरे पछाडि हामी सजिलै गर्न सक्छौं। अभ्यास नगरेसम्म गाह्रो फिल हुन सक्छ। अनि उल्थारी माङ सल्छी भनेको चाहिँ बारजाली अब यो पढिराख्नु भएको थियो तपाईहरुले बुकमा। अब यो उल्थारी माङ सल्छी पनि गर्नुपर्ने भयो तपाईहरुले। अब उल्थारी माङ सल्छीको लागि चाहिँ यस्तै तपाईको चाहिँ दुईवटा पोलहरू राखिदिन्छ। त्यो दुईटा पोलहरुमा चाहिँ यो उल्थारी माङलाई चाहिँ दुईटा पोलमा टाँगेर देखाउनु पर्ने हो र त्यो टाङ्ने अनि बान्ने तरिकाहरू पनि छन् सबै। त्यो टाङ्ने बान्ने तरिकाहरू यहाँनिर भने जस्तै तरिकाले चाहिँ यहाँनिर सबै कुराहरू बताएको छ। यो बताए अनुसार चाहिँ तपाईको टाँगिदिनु पर्यो हैन। उल्थारी माङ टाङ्नको लागि चाहिने वस्तुहरू जति पनि चाहिने वस्तुहरू तपाईहरुलाई उपलब्ध गराउँछ। ती वस्तुहरूको प्रयोग गरेर चाहिँ सामग्री औजारहरूको प्रयोग गरेर काम गरेर देखाउनु पर्ने हुन्छ। अनि साङफुङ फोजाङ अब सामान प्याकिङ यो चाहिँ अब अघि माथि तपाईको छेजवापमा भए जस्तै हो, सेम कुरा नै हो। यहाँ नङसुक सानपमा पनि रिपिट अब छेजवापकोले पनि नङसुक सानपकोले पनि गर्नुपर्ने काममा चाहिँ फोजाङ देखियो। अनि खेर्याङमित फेहाब हैन, खेर्याङ भनेको के त मेजरमेन्ट मापन तथा फेहाब भनेको चाहिँ मिक्स गर्नु, मिश्रण गर्नु। ल अब यसमा चाहिँ मुख्य गरेर दाना, अब दाना कसरी दिने भन्ने कुराहरू चाहिँ सिक्ने हो। अब यहाँनिर कलर अनुसार दानालाई चाहिँ छुटाइएको छ अनि यहाँनिर कसरी कसरी दानालाई चाहिँ मापन गर्ने भन्ने कुराहरू सबै लेखिदिएको छ। तपाईको यसरी सामग्रीहरू उपलब्ध गराउँछ, आफैले जोख्ने अनि जोखेर मापन गरेर अनि त्यसपछि बाल्टीमा चाहिँ राखेर देखाउनु पर्यो। अनि इल्लिन्छा उन्जन, इल्लिन्छा भनेको चाहिँ एक पाङ्ग्रे ठेला गाडा तपाईहरुले पिक्चर देखिराख्नु भएको छ। अब त्यो एक पाङ्ग्रे गाडा पनि गुडाएर चलाएर देखाउनु पर्यो। यो चाहिँ अब दाना कसरी दिने र ठेला गाडा कतिको चलाउन सक्छ सक्दैन भन्ने कुरा हो। अब यसरी यहाँ यो दिएकै डायग्राममा हामीले अभ्यास गर्नु पर्यो र यो डायग्राममै फाइनलको पनि तपाईहरुलाई टेस्ट लिन्छ। अब सुरुवात यहाँबाट हुन्छ सर र अब यहाँबाट चाहिँ सर र गएर तपाईको यहाँनिर निस्किन्छ। यहाँनिर तपाईको चाहिँ यहाँ दाना दिनु पर्यो। दाना दिनु मतलब यो बाल्टीमा चाहिँ आफूले बोकेर गएको दानालाई त्यहाँ हाल्नु पर्यो 2 बोरा। त्यसपछि फेरि ब्याक गएर यहाँ गएर चाहिँ फेरि 2 बोरा हाल्नु पर्यो अनि त्यसपछि सिधा फेरि फर्केर आएर तपाईको एन्डिङ पोइन्ट यहीँनिर आइपुग्छ। तपाईको यसरी चाहिँ यो चाहिँ अब एग्रिकल्चरहरुमा पशु पालन उद्योगतिर काम गर्नेहरूले चाहिँ यो अब गर्नुपर्ने काम भएकोले गर्दाखेरि स्किल टेस्टमा पनि राखिएको छ। यो पहिला पनि गराउँथ्यो यो गाडा गुडाउने चाहिँ। ल यतिसम्म चाहिँ एग्रिकल्चरको भयो होला। अब यहाँदेखि तलतिर चाहिँ अब मेन्स अफ अन्तर्वार्ताको कुराहरू छ। अन्तर्वार्तामा पनि केही पहिलाभन्दा थप प्रश्नहरू सोध्ने देखिन्छ तपाईको यसपालि चाहिँ। अब अन्तर्वार्ताको पनि म नेक्स्ट भिडियोहरू चाहिँ बनाएर आउने छु।
धेरै त्यस्तो सम्पूर्ण कुराहरू चेन्ज भएको होइन, केही थपिएर अहिलेको नयाँ विषयवस्तु अनुसारको थपिएर कुराहरू आउनेछन्। ल अहिलेसम्म मैले तपाईँहरूलाई यो व्याख्या गरेकोबाट तपाईँहरूले चाहिँ एग्रिकल्चरको र म्यानुफ्याक्चरकोहरूले चाहिँ के टास्कहरू गर्नुपर्ने रहेछ भन्ने कुराहरू बुझ्नुभयो होला। तर त्यो टास्कहरू चाहिँ कसरी गर्ने भन्ने कुरा चाहिँ फेरि अब अझै थप अभ्यास गरिसके पछाडि मात्रै अलिकति हामी बानी पर्नेछौँ र हात बस्नेछ। र टास्क त्यस्तो धेरै नै गाह्रो चाहिँ मैले आफूले हेर्दाखेरि देखेको छैन, तर तपाईँको अलिकति होसियार सावधान भएर गर्नुपर्ने कुराहरू चाहिँ देखेको छु। जस्तै ग्राइन्डर चलाउँदाखेरि अब यदि चलाउन मिस्टेक भयो भनेदेखि ग्राइन्डरले तपाईँको चाहिँ दुर्घटना पनि हुनसक्छ, तपाईँको घाउचोट लाग्न सक्छ। घाउचोट मात्रै नभएर ठुलै दुर्घटनाहरू पनि हुनसक्छ ग्राइन्डर चलाउँदा। त्यस्तै गरिकन एछेकी चलाउँदाखेरि पनि दुर्घटनाहरू हुन सक्ने देखिन्छ। र अन्य तपाईँको टास्कहरू पनि जस्तै दानालाई चाहिँ मापन गरेर तपाईँको जोखेर तपाईँको चाहिँ छुटाउँदाखेरि त्यहाँनिर क्यालकुलेसन मिस्टेक भयो भने पनि बिग्रिने कुराहरू देखिराखेको छु होइन। जस यसपालिको टास्कहरूलाई चाहिँ अलिकति सिन्सियरली गर्नुपर्ने किसिमको अलिकति धेरै नै होसियारपूर्वक गर्नुपर्ने कुराहरू देखिएको छ। तर यी सबै कुराहरू हामी अभ्यास गरेर जस बानी पर्नेछौँ। ल आजलाई यति भन्दै म यस भिडियोबाट चाहिँ बिदा हुन्छु र म चाँडै नै फेरि यो इन्टरभ्यू सम्बन्धी र थप विषयहरू पनि लिएर चाहिँ आउनेछु। हस्त, धन्यवाद।